हेलो साथीहरु सबैजनालाई नमस्कार। हाम्रो नौमती बाजा झापामा नौमती बाजाको क्लास चाहिँ आजबाट सुरु भएको छ। हामी दुईजना यहाँ उपस्थित भएको छौँ। सम्पूर्ण सहभागीहरु एकदमै धेरै हुनुहुन्छ। 25-26 जना एकदमै इन्ट्रेस्ट गर्नुभएको छ। है त झापाको वडा नम्बर 2 मा चाहिँ हाम्रो बाजा पूजा गर्ने कार्यक्रम सुरु भएको छ। आजबाट सुरु भएको बाजा चाहिँ सबैजना एकदमै इन्ट्रेस्टिङ भएर सबैले पूजा गर्नु न, आउनु न। अहिले मन खुलाएर भेटी राखेर पूजा गर्नु त। ढोग्नु न फुलै चाहिन्छ भन्ने छैन नि त। ल सबैजनालाई छिट्टो आओस् है त नौमती बाजा गर्ने गन्काउनलाई। यता छिरे ल म। ल यहाँ चाहिँ हुनुहुन्छ हाम्रो सम्पूर्ण सहभागीहरू। नमस्कार सबैजनालाई। एकदमै रहर लागेको छ है नौमती बाजा सिक्नलाई। ल एकदम भित्री मनदेखि मन खुलाएर सिक्नु होला, छिट्टै जानिन्छ है त। ल अब सुरु गरौँ है त। त्यसो भए तपाईँहरू चाहिँ रातिको लागि बढी गाड राति हुन्छ के हुन्छ अरे। सबैजनालाई यहाँ टेम्पोको परीक्षा हुँदैछ। सबैजनाले कतिको हात चलाउन जान्नु हुँदो रहेछ भनेर यहाँबाट घुमाउँदै सबै छान्दै यहाँ आइपुग्यो है त। पालो सकौँ अनि टिम बाँडिहालौँ अनि थालिहालौँ। आउला जस्तै छ है आउला। आजको हाम्रो क्लास चाहिँ सकिएको छ। बुवा आजलाई छुट्टी भयो। हाम्रो
भोक लाग्यो है बुवा अब चिया खाने होला कि कता के आँखा पनि पोलो टाउको यस्तो दुःख मेरो त एक साइड आज के भयो खै त्यही त जाने ठाउँ थाहा छैन कता हो जाने ठाउँ खोइ अब पत्ता लागेला नि बा नौमती बाजाको क्लास पछाडिको खाजा है हाम्रो पिरो पिरै छ पिरो पिरै छ मिठो छ झापा दुईको चटपटे होइन अलि मुरै ज्यादा होइन अरू अलिक कम चटपटे कहिले खाँदैन थियो त्यहाँ मिठो थियो क्या अनि पल्किनु भयो दिदी धेरै मिठो हो कति मिठो छ कलको पानी कस्तो मिठो यहाँ आज बजार हो भोलि यसलाई पनि नमिठो भन्नु पनि मिल्दैन अलिक धेरै सबै ठिक्का मिलेको इन्डियातिर चटपटी मिलाउनु हो इन्डियामा अर्को बनाउँछ आसामतिर यस्तो मुराइ हाल्दैन हामी यतिको चाहिँ सबैको घर त्यही हो सँगै साथीहरू आज हाम्रो चाहिँ चटपटे खाएसँगै झापाको बसाइ झापा दुईको बसाइ आज सडकबारीको सडकबारी भन्दा हामी बस्ने ठाउँलाई आज भोलि पर्सिसम्म हामी सडकबारीतिरै हुन्छ मैदा